पूर्वी रुकुम उठाउत्रङ्गा गाउँपालिका म मात्रै बोले भन्नु होला, अरू धेरै साथीहरू पनि बोल्दै हुनुहुन्छ। र हाम्रो पूर्वी रुकुममा चाहिँ शहीद मार्गमा 0 बजेट बनाइदिनु भन्छ राष्ट्रिय सङ्घ पार्टीका स्वर्णिम बागलज्यूले। त्यसमा दुःख त हामीलाई लागेको छ, किनभने नेपाल नागरिकको हिसाबले, जनताको हिसाबले चाहिँ हामी बजेट विनियोजनमा चाहिँ सबैले बराबरै भत्ता पाउनु पर्ने हो र त्यो त छँदै छ। र अर्को कुरो के चाहिँ दुःख लाग्दो भयो भने अब पार्टीको मान्छेलाई त दुःख नलाग्न सक्छ, किनभने उनीहरूलाई त प्रचण्ड भयो हुन्छ, विकास त्यति चाहिएन। प्रचण्ड त्यहाँ निर्वाचित भइसकेपछि त्यहाँका साथीभाइहरूले भन्नुभएको थियो बालेन सरकारमा गए पनि सरकार चलाउने त प्रचण्डले नै हो भन्ने कुरो चाहिँ आयो। धेरैले गरे पनि, तर अहिले देखाइदिए बालेनले, होइन? बालेनको सरकार, अब बालेनले नै बजेट गर्ने भएपछि अब प्रचण्डले त्यहाँ बोलेको पनि सुनेन। रुकुम पूर्वको बारेमा चाहिँ, शहीद मार्गहरूको बारेमा, त्यहाँको विकासको बारेमा चाहिँ उनले रुकुममा मात्रै बोले, तर सदनमा गएर बोलेको चाहिँ हामीले सुनेनौँ। र अहिले बजेट पनि त्यस्तै भइदियो, 0 भइदियो, 0 पारिदियो। त्यो त मलाई पहिला पनि थाहा थियो, किनभने त्यहाँ अब त्यहाँका हामी सबै अब एक छापे नै, माओवादी एक छापे हो भनेपछि अब जुनै पनि दल अब त्यस्तै हो, आफ्नो समर्थनतिर नै धेरै फोकस गर्छन्। त्यो त नेपाली जनतालाई थाहा नै छ। त्यसले गर्दाखेरि प्रचण्डले चाहिँ पूर्वी रुकुमलाई पनि चासो नदिएको भन्ने चाहिँ अब स्पष्ट छ, किनभने उनले पहिला चितवनलाई पनि अब जितेर गएपछि 0 नै बिर्सिदिएकै हुन्, होइन? गोर्खालाई पनि उनले जितेर गएर बिर्सिदिएकै हुन्, अहिले पूर्वी रुकुमलाई पनि गएर बिर्सिदिए। यसमा ठुलो कुरै छैन, प्रचण्डले जित्दै जाँदै बिर्सिन्छन् भन्ने त सबैलाई थाहा छ। तर यो कुरा गर्दाखेरि यो भन्छन् कतिपय साथीहरूले उसको गन्तीको झोली यताउता भन्छन्, तर म कुनै पनि पार्टीमा सम्बन्धित छैन। यो मेरो स्वतन्त्रता विचार हो, त्यसैले यति बुझ्नु होला।